sunshine. हेलो साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। यो चाहिँ बिहान भएको हिमालमा घाम लागेको थियो अनि मैले टक्क लाएर फोटो खिचिदिएको। आजभोलि मैले धेरै नै हिमालको फोटो भिडियोहरू खिच्ने भएको छु। यस्तो राम्रो देखिन्छ क्या त्यो, यस्तो क्यामेरामा भन्दा नि त्यो आँखाले झन् राम्रो देखिन्छ, त्यही भएर खिचिदिएको। यस्तो राम्रो देख्छु अनि फेरि यस्तो मोबाइल टेर्स आयो भने फेरि अलि मन देखाएको जस्तो चाहिँ आएको छैन, त्यही पनि खिचिदिन्छु म। मैले एउटा भिडियो देखेको थिएँ। त्यो भिडियोमा चाहिँ उहाँले जहिले नै रुम मिलाएको अनि रुम लथालिङ्ग पारेको अनि त्यसपछि रुम मिलाएको हाल्नु त्यो भिडियो। अनि मैले फेरि जहिले खाएको हाल्छु अनि मलाई खाएको भिडियो हालेको धेरै नभन्नु होला, मलाई खाएको भिडियो हाल्न एकदम मनपर्छ। यस्तो गम खाएको मनपर्छ क्या मलाई। अनि त्यही भएर भिडियो सुरु गराउनु लाग्यो भने मैले सुरुमा चाहिँ खाएको भिडियो हाल्नै आउँछ मलाई। कहिले खाना खाएको, कहिले खाजा खाएको, यस्तो भिडियोहरू हाल्नु मन लाग्छ मलाई। मेरो छोरी फेरि ठल्लिन लाग्छन्। एक मौसम एकदम चिसो बढिरहेको छ, फेरि आफूलाई ठ्याक्कै रुगाले भेटाइसकेको छ क्या। अनि यसको फेरि ओढ्ने फुटिसकेको छ, त्यो बिचरालाई खान नि गाह्रो भइसकेको छ। जाडोमा केटाटीहरूलाई गाह्रै हुन्छ। चाउमिन थियो, चाउमिन लिएको अनि फेरि त्यत्तिकै राखेको थियो। अनि फेरि किन राख्नु, बिग्रेर जान्छ भने फेरि बनाएर खाइदिएको, गोठापत्त पठाइदिएको। अनि साथीहरू, मलाई यो चप्पल देख्दा मेरो बचपनको याद आयो क्या। मैले एकचोटि बचपन के गरेको थिएँ भनेपछि मैले यस्तै चप्पल लाएको थिएँ क्या। यो अगाडिको यो उक्केर गइन्जेलसम्म लाएको थिएँ अनि त्यही कस्तो झल्काएको मैले यो चप्पल किनेको कति एक हप्ता नहुने माथि गएर सानो चेट्टे थियो अनि सानो चेटिरहेर ठुलै भइसक्यो क्या। अहिले फेरि त्यतिसम्म चेट्टेछ। मलाई फेरि फाल्नै मन लागेन क्या, के अरे अब अर्को सग्लै छ अनि त्यो फेरि चेट्टेछ। त्यही भएर मलाई बचपनको याद आयो क्या ठ्याक्कै। अनि त्यही भएर मैले भिडियो गराइदिएको। मेरो छोरी नाच्दैछन् भिडियो गराउने भनेपछि त कति लाज भयो थियो नि त मलाई त्यस्तो चप्पल लाउँदा। अनि त्यति बच्चा बेला अनि फेरि मलाई अनि फेरि एकचोटि फेरि मैले फेरि अलिक ठुलो हुँदा नि त्यस्तै लाएको थिएँ कि मैले एउटा। अनि फेरि मेरो चेट्टी थियो अनि फेरि मेरो साथीले फेरि के गरेन भनेपछि मैले त्यो चप्पलले नि एकछिन लाउँछु भने मैले फेरि दिएन क्या। त्यसले फेरि लेकिदियो भने अनि मैले फेरि दिएँ। अनि फेरि किन यस्तो चेट्टेको देखेर त्यसले केही भनेन क्या। त्यसलाई नि अप्ठ्यारो लागेर यसले यस्तो चप्पल लाग्छ भनेर। मलाई त्यो त्यति बेला लाज लागेको थियो। अहिले मिठो मेमोरी बस्छ, जे होस् मेमोरी हुँदो रहेछ त्यस्ता कुराहरू। बचपन धेरै गाह्रो थियो गाइजहरू। मेरो चाहिँ बेचरा हेरेन भिडियो गराउने जनको मान्दैन। अरू बेला के बोल्छ, जब भिडियो गराउनु लाग्यो भने त्यो थापा जस्तो गरेर क्या त्यो क्यामेरा टिप्न जाने। अनि फेरि त्यो अघि पछि बोल्ने कुरा फेरि बोल्दिनँ क्या क्यामेरा देखायो भने। अनि मलाई फेरि बोल भन्छ, आफू बोल्दैन। अनि घाममा हामी आमा छोराछोरी शनिबारको दिन हामी घाम ताप्दैछौँ साथीहरू। कस्तो मजाको घाम लागेको छ क्या। अनि मेरो छोरीलाई भिडियो गराइदिएन कि मान्दैन, त्यसले भिडियो गराउन जबरजस्ती गराइदियो भन्नुपर्छ। उसको मात्रै गराइदियो भन्छ, मेरो नि गराइदिएन हौ छोरी भन्नु खोज्छ। त्यसलाई फगाउनु पर्छ है भिडियो गराउन। अनि भाइ चाहिँ फेरि भिडियो गराउनै मान्दैन। हामीले चाहिँ आज कोदो कुटेको काम गर्ने मान्छे त्यहाँ अघि सरिसकेको छ। काम गर्ने बेला कहाँ जाने होला, उठ जाऊ भन्यो अनि गइदियो त। त्यसलाई त झन् छिटो हतार पर्छ काम गर्न। जम्मै फाल्टेको छु क्या, झिझो लाग्ने काम गर्नै दिन्न। अनि बच्चासँग काम गर्न साह्रै नहुने। हामीले यति कुरो चाहिँ आज ठटार्सकेको, हामी सासू बुहारीले ठटाइदिएको। अहिले साल कुरो खासै धेरै भएन हाम्रो, त्यही भएर मेसिन नलाइदिएको क्या। अहिले चाहिँ हामीले ठटाइदिएको। मेरो छोरीलाई हतार परेछ, सन्चो छैन मेरो छोरीलाई, त्यही पनि ठटाउनु परेछ। मेरो छोरी काम गर्नु चाहिँ अघि सच हो अल्झाउनु भयो नि। कति मजाको हिमाल देखेछ है साथीहरूले।
मेरो चाहिँ हिमालै हिमाल हुने भयो क्या जहाँ पनि। मैले भिडियो बनाइदिउन छोडेँ भनेको अनि आफू त कतिचोटि बनाउने हो र भनेर एकैछिनको गराइदियो क्या। अलि लामो त्यो अर्को बालाकोटेको गराइदियो भनेको गराइदिन क्या। मलाई गराइदिएछ होला भने यसो गर्थ्यो नि रेकर्डै नगर्नेको। अनि पछि हेर्छु न छैन। अनि त्यसपछि फेरि यतापट्टिको गराइदिएको यो छिटो गरायो भनेर गुवाहाटी भए पनि यसो हुन्छ नि त। अनि आफू त झन् गराइदिन गरे भिडियो बनाउने स्ट्यान्ड भाँचिएर हो क्या मेरो स्ट्यान्ड थियो। अनि फेरि लिएको गुराइदिनु मेरो भाँचिहाल्यो। मेरो छोरीको होमवर्क साथीहरू हाउस पेन्टिङ गर्दैछन् मेरो छोरीले। हाउस चाहिँ बेलुका भएको कस्तो मजाको देखिँदै घाम त। अनि साथीहरू यो चाहिँ सिलामो हो चट्नी खाने हुन्छ नि बोरीको बिउ। यो फेरि अनि यो फेरि जुनेली खाजा आउलैमा जुनेली बुट्टा लाएर माया नौटा नौटा। अनि साथीहरू चाहिँ मैले प्याज काट्न लाग्छु। अनि यहाँ पिठो मुछेको लसुन प्याज टमाटरको चटनी बनाउने। अनि हामीले चाहिँ आज बेलुका मोमो पार्टी गरेको के घर फ्यामिलीले। म चाहिँ के अरे सिनो रे खुर्सानी टिपेको थिएन। अनि रातिमा चल्देको खुर्सानी टिप्न बारीमा आफ्नो बारीमा बसी सारे क्या जति टिपेन भयो ट्याक ट्याक टिप्यो लियो पिस्यो हाल्यो खायो। अनि हामीले चाहिँ आज मोमो बनाएर खाएको साथीहरू चिकन मोमो। मेरो ससुर बा चाहिँ दरबाङ जानुभएको थियो। अनि मोमो ल्याइदिन्छु मलाई खाने मोमो ल्याइदिन्छु म खाने भन्नुहुन्थ्यो। अनि मैले फेरि मासु लिएर आउनु नि घरमै गएर खाउँला भनेको। मलाई होटेलमा 1-2 प्लेट खाएको मोमो म अगाउन क्या। त्यही भएर घरमै बनायो। अनि मजाले खाएको त्यो म अगाउन के अरे त्यो 1 प्लेट 2 प्लेट मोमो त म त। त्यही भएर घरमै बनायो सबै फ्यामिलीलाई नि हुने मिठो नि हुने आफ्नो तरिकाले हुने बनायो खायो जति खाइदिनु भयो। म चाहिँ यहाँ उगराउन लाग्छु है। यो उसलाई झार्न लाग्यो यस्तो झानिदिउँ कस्तो हुन्छ भनेर तर्का लगाइदिएको तर्का लास्तै मिठो भयो थियो साथीहरू। मैले चाहिँ यो खाएको चाहिँ मोमो खाएको चाहिँ भिडियो गराएन मैले राति थियो। अनि रातिमा अँध्यारो देखिन्छ नि त त्यही भएर हो मोमो बनाउने स्टाइल फेरि मेरो यस्तै हो। मलाई अर्को तरिकाको मोमो बनाउने हन्न। मोमो बनाएको बनाएँ पकाएको पकाएँ खाएको खाएँ। अनि यो मोमो यो चटनी के अरे होटेलको चटनीलाई फलो खाने थियो एकदम मिठो भएको थियो। त्यो सिलामको चटनी लास्तै मिठो हुन्छ। मलाई यहाँ देख्दा ठुकाछ सल ठुकाछ साथीहरू। यदि कोही नयाँ साथीहरू हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला।